हेलो गाइस, आज तु के अरे न्यू ब्लगमा के भन्छौ बिर्सिया ब्लग कति राम्रो आएको हामीले साथीहरू हाम्रो त्यो अब ब्लगको त्यो स्ट्यान्ड पनि किनेको छैनौँ सो गाडीको ड्राइभर समेत आइगइसक्यो अब हामी साथीहरू आज चाहिँ हाम्रो घरमा नि कुकम्यान लिएर आएको मैले घरमा पैसा दिएर हेर्नुस् मैले चाहिँ यस्तो के राम्रो भएर पो खिच्न लगाएको थिएँ नि कस्तो उल्टो गरेर खिच्छ हो प्याक गरेर ल के मोबाइल चाहिँ झालेर यो चाहिँ सुजिता कुकम्यान अहिले कस्तो पकाएछ अहिले पछि थाहा हुन्छ अहिले के थाहा हेर्दा त राम्रो देखिरहेको खरे मजाले खराइदिनु पर्यो म चाहिँ यहाँ चटपटे पनि बनाउनु लाग्छ यहाँ पानीपुरी कभर यहाँ चटपटेको उयो यहाँ चटपटेको सामान बनाउँदैछु सुजिता यता कुकम्यान अहिले पछि खाने बेला देखाउँछु ल फाइनली हाम्रो चाहिँ रेडी भइसक्यो अघि नदेखि हजुरहरूलाई फेरि यहाँ देखाउने यहाँ कति गयो चटपटे बनाइसक्यौँ पानीपुरी बनाइसक्यौँ यता ब्याक गरेर देखाउनु त्यस्तो ब्याग हेलो सुजिता के गर्दै हुनुहुन्छ हजुर हजुरको स्वर त मुसाले पनि सुन्दैन होला के गर्दै हुनुहुन्छ अरे उहाँ चाहिँ पानीपुरी बनाउँदै हुनुहुन्छ यो चाहिँ भाउजूको लागि यहाँ भाउजूको लागि फेरि छुट्टै स्पेसली यसरी हालिदिएर सुजिताले भनेको यो चाहिँ होइन मुखबाट खान्छ त के हुन्छ अलिअलि हामीले चाहिँ चटपटे मासु भरि चाहिँ भाउजूको लागि अलिकति चाहिँ भाउजू अब यो भ्लगमा पोस्ट हुन्छ अब यहाँ हेलो भन्नु अब यसरी यस्तो यस्तो पनि देखाउनु खाए ल पनि गर अब खाए ल भन्नु मिठो भएछ जाडो लाग्दैन रहेछ तपाईँले खाए ल भन्नु ल भाउजू भन्नु तपाईँ यस्तो त्यो हजुरआमाले भन्छ त यस्तो गर्छ नि होइन यस्तो देखाउँछ भाउजू यस्तो गर्छ खाए ल गर्नु सक्नु इन्जोय गरे हजुरहरूले इन्जोय गर्न Geek Ghana Nay Pani. तेरे साथ दोस्ती ना मेरी लाइफ का बेस्ट डिसीजन है। तूने कभी मुझे जज नहीं किया और तेरे साथ ना मेरा एक अलग ही वर्जन होता है। मेरी हंसी, मेरी शरारतें, मेरी बेवकूफ